this road of mine, this road that I call home. So am I wrong for thinking that we could be something for real? No, am I wrong for trying to reach the things that I can't see? But that's just how I feel. That's just how I feel. हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म धेरै पछि फेरि अर्को नयाँ भ्लग लिएर आइसकेको छु होइन। आज चाहिँ हामी घुम्न भनेर जाँदैछौँ। तिहार पछिको मेरो भ्लग यो, तिहार पछिको भ्लग हो। हामी घुम्न जाँदैछौँ। यता छन् नि मेरा जनताहरू, यता छन् दिदीहरू, यिनीहरूसँग घुम्न जाँदैछौँ। कहाँ लाने मलाई केही थाहा छैन। घुम्न जाऊँ भने ठगेर बोलाएका छन्। यसले 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 मलाई स्क्याम हानेर बोलाइरहेको छ। यसले भएको नभएको कुरा भनेर लास्टमा त हावा गफ हानेर चाहिँ यता यता हेर, यता हेर्नु। मेरो ब्लगमा स्वागत छ हजुरलाई। थ्याङ्क यू सो मच। म जस्तो के भन्नु त, तारिफ गर्ने होइन तारिफ। मेरो ब्लगमा आउन पाउँदाको हजुरको अनुभव कस्तो छ? यस्तो मलाई केही छैन, मलाई बाल छ। दिदी तपाईँलाई मेरो ब्लगमा आउन पाउँदाको एक्सपिरियन्स कस्तो भइरहेको छ? लाज लाग्छ त्यो 2-4 वटा फलोअर्स नि हेर्दैनन् होला भनेर। घोर बेजत, घोर बेजत गाइज। योभन्दा ठुलो बेजत यो भिडियोमा कति भन्नु, मिलियन्समा भ्युज पुऱ्याइदिनु पर्यो होइन। मेरो बेजत हाने यिनीहरूले, यिनीहरूलाई देखाउनु पर्छ। मेरो बेजत हानेको बदला लिनुपर्छ भ्युज बढाएर। सबैले सेयर पनि गर्नु होला यो भिडियोलाई चाहिँ है गाइज। जाडो जाडो छ मौसम होइन, हावा चलिरहेको छ, घाम अलिअलि लागेको छ। ज्याकेट स्याकेट यिनीहरूको हुलिया फेरि भयङ्कर छ यतापट्टि। यिनीहरूको हुलिया भयङ्कर छ। ड्यामी चाहिँ ठाउँ कहाँ भनेर भन्दिनँ म, कहाँ जान आँट्यो मलाई पनि थाहा छैन। यिनीहरूले कति टाढा छ? ओ दिदी, ओ कति टाढा छ भनेको? हामी जान आँट्यो ठाउँ कति टाढा हो भन्दैन नि। कहाँ हेप्दै छ, हेप छ नि। यस्तो मजाले हेपिरहेछन् नि, केही भन्दैनन्। म बोल्दै बोल्दै बाटोमा पतर पतर बोल्दै बोल्दै हिँड्दा छु, कहाँ जाने केही भन्दैनन्। फेरि मै अगाडि लागेर हिँड्दा छु, जानु थाहा छैन। म अब ठाउँ थाहा पाएँ भने चाहिँ म फेरि कन्टिन्यू आउँछु, नत्र अब ठाउँमै पुगेर त होला नि। 1 घन्टा भइसक्यो हामी हिँडेको होइन। यिनीहरूले कहाँ लग्यो केही थाहा छैन, भन्दैनन्। यस्तो नि रुना, यिनीहरूले स्क्याम हाने मलाई। आज नि स्क्याम हाने, राम्रै स्क्याम हाने। ट्रेन नि जान्छ अरे, त्यही पनि हिँडाइरहेछ नि यार। यी बाँधनी कपाल काटेर यहाँ। हाई क्यामेरा कस्तो छ? क्यामेरा मान्छे राम्रो भयो, त्यस्तो यति आइहाल्छ। क्यामेरा राम्रो हुनु पऱ्यो मान्छे राम्रो हुनुलाई होइन। सरी ब्रो। गाना बन्द मेरो वान कपिराइट हान्छ यार यस्तो गाना हाल्नु। ए डुबाउनु खोज्छ यार, त्यसलाई बन्द गर्नु। ल भन्नुहोस्, केही भन्नु छ हजुरलाई? हाई गाइज, एक्सपिरियन्स मेरो भ्लगमा आउन पाएकोमा कस्तो लागिरहेछ हजुरलाई? नयाँ एक्सपिरियन्स। भेट्दै हान्छ नि यार। यहाँबाट होइन, यहाँबाट होइन, बाँदर नि ट्रेन जाने बाटोमा चाहिँ यहाँबाट होइन, यहाँबाट हो र होइन, कहाँबाट जाने पनि थाहा छैन। आरु भाइ हेरेर यार के को हो आरु भाइ त? मैले यो त कति हेरेको। यिनीहरूले काहीँ स्क्याम हानेर ट्रेन जाने ठाउँ नि जाँदो रहेछ। हिँडाउँदै के अरे ट्रेन चढाएर पठाइदिन्छ अनि कसले पठाउँछ? कहाँ पठाउने? म ताकादानामा बस्दिनँ ल, सरी ल। नजिक होइन, म ताकादाना बाबातिर गएको थिएँ भने दिदी, म बसेकोबाट ताकादाना बाबा जान 40 मिनट लाग्छ ट्रेनमा होइन। 40 मिनट? आउने कामेदोबाट, अनि यता कामेदोबाट ताकादाना बाबाबाट यहाँ आउनलाई अर्को 40 मिनट। म जहाँ बस्छु कामेदो त्यहाँबाट यहाँ आउनलाई फुनाबासीबाट चेन्ज गर्नुपर्छ। कति भने नि 30 देखि 35 मिनट लाग्छ। 30 देखि 35 मिनट लाग्छ। को राम्रो छ हामी दुईजनामा भनिदिनु होला, कमेन्ट हान्नु होला होइन। उनीहरू त म यसको भन्नु होला, कमेन्ट मेकअप यति डल्लै छ यसले, यति कहाँ मेरो मेकअप त्यहाँ देख्दैन। त्यहाँ तिम्रो ज्याकेटमा जल जान देख्छ। डल्छु त मेरो ज्याकेट फोहोर पार्नु छैन मलाई। मैले 2टा ज्याकेट धुन हालेर आएको छु, फोहोर पार्नु छैन। अब हामी कति टाढा भन्नु र दिदी? 14 मिनट। 14 मिनट अझै लाग्छ हिँड्दै
यिनीहरूले यस्तो स्क्याम हाने तिमीलाई जानु भने हामी ट्रेनमा पनि लान सक्थ्यौँ अरू तर हामी यस्तो कपडा लाग्दा त मोडल टाइप हिँड्न पनि सिक्नु पर्यो नि त भनेर यस्तो हावा चलिरहेको छ पुरै जाडो जाडो छ मेरो हुलिया यस्तो चाहिँ यिनीहरूको लुगा लगाइ यस्तो छ यहाँ म जाडोले मर्ने बेला भएको छ यिनीहरूको लुगा हेर्नु मलाई जाडो भइरहेको छ साँच्चै भने 14 मिनट लाग्छ अझै हिँड्न पिक्चरमा देखाएको बेला चाहिँ यिनीहरूको पार्क एकदम दामी छ पिक्चरमा चाहिँ अब रियलमा कस्तो छ हेर्नु फोटोमा र रियलमा डिफ्रेन्स हुन्छ नि टिकटकरहरू यिनीहरूको लुगा यस्तो छ यिनीहरूको हुलिया होइन खतम छ यिनीहरूको जाडो लास्ट जाडो छ लुगा लगाए उस्तै छ यिनीहरूको जाडोले त्यस्तो जाडोमा के खालको लुगा लगाएको यो लास्टै जाडो छ गाइस हावाले पुरै पछाडि ठेलिरहेछ हावा चलिरहेछ यिनीहरूको अवस्था नाजुक छ फोन पक्रिम कस्तो यी मात्र हावा चलेको छैन यता के छ कस्तो मजाले हावाले पछाडि पुरै ठेलिरहेछ होइन उडाउला ऊ झन्डै मान्छे उडाउला जस्तो हावा चलिरहेको छ पुरै पछाडि ठेलिरहेको छ पुरै सिधै सिधा मैले हेरिसकेँ मैले हेरेको सिधा है अझै लाग्छ 5-10 मिनट हिँड्दै पुरै छ होइन कहीँ हामी चाहिँ अब होला नगरौँ एकछिन सिग्नलमा हामी उभिरहेको छौँ यहाँनिर लास्टै चिसो लास्ट हावा चलिरहेको लास्ट अगाडि खुलिसक्यो यहाँ उभिएर नउभिन सिग्नल खुलिसक्यो यार सिग्नलमा हामी जाँदैछौँ हजुर यता आउनुहोस् भन्नुहोस् 2 शब्द कस्तो छ अघि हावाले झन्डै उडायो फेरि हावा चल्यो रे अझै कस्तो छ अवस्था जाडो हो म त झन् झिस्किन जाडो भइरहेछ होइन हुलिया भयङ्कर छ लास्टै जाडो छ अनि तिमीहरूको हुलिया भयङ्कर छ अनि लास्टै हावा र पुरै हावा चलिरहेछ होइन मलाई यदि ज्याकेट लाउँदा त अझै एउटा ज्याकेट दिए म लाउँथेँ होला कि खप्थेँ होला यहाँनिर नै गर्ने जात भएको छैन नि तिमीहरूलाई के अरे दिदी यता हेर 2 शब्द जाओस् त छैन मलाई पनि भएको छ लुगा तिमीहरूले त्यही खालको लाछ अब जाडो तिम्रो प्रब्लम अर्काको लुगा राम्रो नदेख्ने हाम्रो एकदम राम्रो एकदम सुइटेबल यस्तो कलर मन परेन यता लुगाको तिम्रो लागि लगाइदिएको होइन क्या हामीले बेबी प्लिज यस हानी डाइलग हान्ने डाइलग भयङ्कर हान्छ निहरू डाइलग हान्न त सक्दैन कसैले पनि हो कि लुक्स फेरि फेरि नसक्नुको छ होइन हामी चाहिँ अब आइपुग्न आँट्यौँ होला जस्तो लाग्दैछ लगेर फाइनल्ली पार्क आइपुग्यो गाइजहरू यहाँ छ पार्क यता म तपाईँलाई पार्क देखाउँछु गाइजहरू यहाँ होइन एउटा लिची जस्तै मैले रोक्थेँ सेम लिची छ उता पर अहिले देखाउँछु म फेरि आयो भने हामी चाहिँ फाइनल्ली पार्क आयो भन्ने आश छ मेरो चाहिँ अब यिनीहरूले हो कि थाहा दामी छ ठाउँ भन्न मिल्छ घाँसै घाँस छ घाँसको चौरीमा ल्याइरहनु पार्क भन्दै हेर्दै जाऊँ ट्रेन करायो गाइस पछाडि होइन हेर्दै जामै कस्तो छ ठाउँ होइन ठाउँ हेर्दा चाहिँ हरियो पुरै झारै कुदिरहेछन् यत्रो मान्छे कुदा दुबोमा धार मर्दैन भने यत्रो मान्छे कुदा धार मर्दैन भने यो झार चाहिँ मराएन होइन हामी जाँदैछौँ हजुर हेर्दै गर्नु होला भ्लग कन्टिन्यू यस्तो छ गाइस होइन
चोरीमा यहाँ केटाकेटी खेल्दैछन्। यहाँ माथि एउटा जाने ठाउँ छ। यता के हो यो समुद्र भन्छ यिनीहरू, यही होला होइन। माथि गएपछि थाहा हुन्छ। माथि यहाँ चढ्ने ठाउँ छ। यस्तो यस्तो झार छ यहाँ, पुरै चोरीभरि झारै झार। झन्डै लड्यो गाइज। माथि गएपछि माथि आयौँ गाइज। त्यहाँनिर खोला हो कि के हो बोट कुद्ने ठाउँ रहेछ। त्यो म देखाउँछु होइन। कति रेलको पटरी मात्रै छ यहाँ मुनि। यहाँ मुनि रेलको पटरी कति छ। रेलको पटरी जता गयो रेलको पटरी मात्रै छ यहाँ। यहाँनिरको सिन हेरौँ गाइस। म तपाईँहरूलाई म यहाँको सिन देखाउन गइरहेको छु है त। सिन म देखाउँछु यहाँको खोलाको। दामी दामी गाइस। मेरो बिल्ला हाने यार यिनीहरूले भर्खर अहिले म फोनमा बोलेको होइन। म जाम्नीसँग फोनमा बोले गाइस अहिले भर्खर होइन। यिनीहरूले मेरो बोली सुनेर बिल्ला हानेका छन् होइन। यिनीहरूले लास्टै बिल्ला हाने मेरो बोली सुनेर। उडाइरहेको छ नि यार। म त उडाएर रुन्छु अरे। ऊ ब्याग बोकाइरहने होइन। ऊ त्यहाँनिर छ खोइ देखिँदैन त यार। फ्रेममै आएन छोडिदिउँ नभनौँ। फ्रेममा नआएको कुरा नभनौँ छोडिदिउँ होइन। खतरामा आज अहिले मैले भयङ्कर दाम हावा चलिरहेको छ पुरै है। यहाँ खोला छ है। हामी चाहिँ गाई अब यहाँ माथिबाट पछाडि खोला छ। दामी ठिकै छ भन्दा पनि दामी लाग्यो। अब हामी त्यहाँ तल झर्दैछौँ होइन। कस्तो चिसो छ अझु। कस्तो हावा चलिरहेको छ। लास्टै जाडो छ। लास्ट जाडो छ होइन। झन्डै लडिन होइन। लडाइ भन्दा मेरो खुसी मुख खुसी दामी ठाउँ छ। हेर्दाखेरि चाहिँ सिन एकदम राम्रो छ। खोलाको सिन होइन दामी छ। बोटिङ बोटिङ पनि हुन्छ यहाँ। यहाँ बोटिङ हुन्छ। बोटहरू त्यत्रो मिल्छ भने बोटिङ गरौँ न हामी। मिल्छ भने बोटिङ गरौँ न होइन गाइसहरू। हामी जाँदैछौँ यतातिर होइन। दामी चाहिँ उसलाई टिकटक बनाउन छु। ठिक छ टिकटक बनाउँदै ठिक छ। क्यामेरा उनीहरू दुईजना उहाँ पर पुगिसक्यो। यस्तो छ साइक्लिङ गर्ने ठाउँ हो जस्तो छ यो हेर्दाखेरि चाहिँ होइन। पुरै क्या दामी छ दामी। यिनीहरूले मलाई असिस्टेन्ट बनाएर गाह्रो छ है ब्याग बोक्न। यिनीहरूले खासमा मलाई ल्याउनुको कारण यिनीहरूले बोलाउनुको कारण क्यामेराम्यान बनाएर फोटो खिच्न टिकटक बनाउन क्यामेरा पक्रिदिन्छ। अनि यसरी ब्याग बोकाउनुलाई बोलाएका हुन् कि मादर्नीहरू। यताको सिन राम्रै छ। रतन कार्की लाइट गाइड होइन। कपाल हो बिगार्नु नभएको कपाल के बिगार्नु। यतातिरको सिन चाहिँ राम्रो। बोटिङ गर्न पाइयो भने त दामी मजा आउँथ्यो गाइड होइन। बोटिङ के गर्न पाउने होला भन्दै थियो यसले। के हो थाहा छ। बोटहरू चाहिँ छ धेरै छ तर कुदेको चाहिँ एउटा पनि छैन है। कति रेल आउँछ यार। यो ट्रेनको आवाज त म टाउको खाइसकौँ। गाह्रो छ। हेर्नु यस्तो छ सिन। यहाँ रोड छ यतापट्टिबाट अघि हामी उतापट्टिबाट आयौँ। त्यहाँ दामी बिल्डिङहरू पनि कस्तो दामी दामी छ। यहाँनिर खोला छ गाइड होइन। खोला हो कि यो के हो बोटिङ गर्नु पाउनु पर्ने हो भन्छु। नाउँहरू चाहिँ धेरै छ यहाँनिर। बोट छ यहाँ त्यहाँनिर छ। यतापट्टि पनि छ उतापट्टि पनि छ। बोटहरू चाहिँ बोट छ होइन। तर बोटिङ गर्न चाहिँ नपाउने होला भन्दै यिनीहरू। पाउँदाखेरि त दामी रमाइलो हुन्थ्यो होइन। यहाँबाट भ्युज खासै राम्रो भ्यू त छैन होइन खोलाको। गाइजहरू हात घुम्न आएको यहाँ जाडोले मर्न आँटिसक्यो। यतै जाडोले मर्न आँटिसक्यो। यहाँ घुम्न आएको अरे यस्तो छ। घुम्न आएको मान्छेको अवस्था यस्तो छ गाइस हेर्नु है होइन। काम रहेछ जाडोले घुम्न घुम्न होइन। सेल्फी कसले फोटो कसले खिच्यो त। अहिलेसम्म काम दिएपछि क्यामेरा दिएपछि पोदिन्छन् यार। यता दुईजना यतै कामदैछन्। ओ दिदी यता हेर्नु न।
तपाईँलाई मेरो भ्लगमा आउँदाखेरिको अनुभव कस्तो भएको छ? एकदम खुसी बेजो थाहा यार लाज लागेको छ खुसी भन्दा धेरै चाहिँ। अरू केही जाडोले यत्रो भाइको 20 भन्दा बढी सब्सक्राइबर हुनुहुन्छ होला, धेरै सब्सक्राइबर आउँदैछ। बेजोतै हाने यार, बेजोतै हाने, भयङ्कर बेजोत हाने यिनीहरूले, भयङ्कर बेजोत। भाइको फोनमा अलिक राम्रो भिडियो आइरहेको छैन हाम्रो भन्दा त। जाडोले क्यामेरा आइफोनवाला अरे, आइफोनवाला एन्ड्रोइडको राम्रो आइरहेको फोटो, आइफोनवालाको फोटो खाने जाडोले क्यामेरा खाने होइन, पुरै जाडोले काम खाने। यिनीहरू घुम्न आएका मान्छे जाडोले क्यामेरा बसिरहेको छ नै। गाइजहरू यहाँ मान्छेहरूको अवस्था नाजुक छ, जाडोले कामिरहेका छन्, फोटो खिच्न आएका छन् अरे, जाडोले कामिराख्ने यतातिर राम्रो आउँछ फोटो, जाडोले अवस्था यस्तो छ, भयङ्कर छ जाडो। हावा चलिरहेको छ, पुरै हावा चलिरहेको छ। अनि यिनीहरू मैले त भनेकै थिएँ लुगा लाउनु भनेर। जाडो लास्टै चियो छ यार, बेकारमा आए जस्तो भइरहेको मलाई त। कस्तो हावा चलिरहेको छ भने लास्ट जाडो छ गाइज। चिसो लास्टै चिसो छ, यत्रो लुगा लाउँदैन कस्तो चिसो हावा चलिरहेको कि चिसो जग्गा, कहाँबाट हावा छिरिरहेको छ यार लास्टै पुरै। यिनीहरूको फोटोसुट चलिरहेको भयङ्कर छ फोटोसुट, कामले फोटो खिचिरहेको यिनीहरू चाहिँ। टोपी पनि उठायो, टोपी लाउने बाटो बढ्ने छैन यार, लास्टै चिज राख्यो। बरु रुममा मजा भयो भने त म सिधा कोर्ट सुत्दै कस्तो चिसो हावा आइरहेको छ भने, यस्तो चिसो टोपी लगायो, टोपी उडाइदिन्छ हावाले, के लाउनु होइन। कस्तो हावा चलेको अन्त केही रुखसुख छैन यहाँनिर, त्यही पनि हावा यस्तो चलिरहेको छ, भयङ्कर छ सिन। यस्तो खोलाको छेउमा फोटोसुट चलिरहेको छ गाइजहरू होइन। यिनीहरू आम नसक्नु छ है, यस्तो जाडो छ, कामदै फोटो खिच्दैछन्। राम पोज नसक्नु छ यिनीहरूको। कामदै फोटो खिच्दैछन् होइन। यता हेर्नु न दिदी, जाडो कतिको भइरहेको। अरू केही क्यामेराको चाहिँ कसले देखाइदिन्छ? यता कामदै क्यामेरा आयो भने क्यामेराको गायब। ल नाच्ने अरे, ल डान्स हानौँ ल। यहाँ त कुकुरलाई नि छुट्टै बाटो छ यार, यो सानो पनि सेतो छ नि, यो जति छ नि यो कुकुर हिँड्ने बाटो। यहाँ कुकुर आयो भने बाटो खाली गरिदिनु पर्छ यार, यस्तो छ भयङ्कर। के हो यस्तो होइन, यिनीहरूले असिस्टेन्ट बनाए गाइस, घुम्न सामान बोक्न होइन, लुगा नि बोकाउँछन्, झोला नि बोकाउँछन् गाइस। हेर्नु न यस्तो बनायो नि यिनीहरू, फोटोसुट हान्दा मलाई यहाँ सामान बोकाएर नसक्नु छ यिनीहरू। के हो अहिले मार्छेदेखि हावा चलिरहेको छ, उनीहरूको फोटोसुट भिडियोसुट भइरहेको भरियै बनायो नि मलाई त यी सामान बोकाएर। कति आउँछ यार ट्रेन पनि, भरियै बनाए झोला बोकाइरहेछन्, म बोकेर बोक्ने परेको होइन। यस्तो छ है, हावा चलिरहेको छ, लास्टै चिसो कस्तो जाडो छ यार यहाँमा, पुरै हावा चलिरहेको छ होइन। ओठ पनि सुकिसक्यो यार, चिसो हावा यस्तो छ उल्या होइन। लुगा थुक्न पनि यहाँ सोच्नुपर्छ, जहाँ भयो त्यो थुक्यो भने गाह्रो छ यार, थुक्न नि हेर्नुपर्ने अरे। ठिकै छ होइन, राम्रो छ खोलाको छेउमा, तर हावा लास्टै चलिरहेको छ। कस्तो हावा चलेको छ भने नि यहाँनिर, कति हट टेम्परेचरहरू भनेको यसको यो सामानले गर्दा अलिक हेर्न पनि नमिला जस्तो छ। म फोन निकाल्छु कि 1 मिनट ल, म टेम्परेचर कति रहेछ भनेर हेर्छु ल। म टेम्परेचर हेर्छु गाइज कति छ होइन। यो ठाउँलाई के भन्छ
टेम्परेचर म त्यहाँ हेर्छु कहाँ गयो कुन ठाउँको नाम फेरि थाहा छैन अनि यहाँ त यस्तो भन्छ यार 16 डिग्री फिल्स लाइक 15 शिवाको यहाँको होइन विन्ड 18 किलोमिटर पर आवर ह्युमिडिटी 40 टेम्परेचर त राम्रै छ यार 16 डिग्री टेम्परेचर देखाएर छ यहाँनिर ठाउँ चाहिँ तर के साह्रो हावा चलेको लास्टै हावा चलिरहेछ कुकुर आयो बाटो खाली गरिदिनु पर्छ तनावसम्म यो चाहिँ अहिले टेक्यो भने टेक्यो सेतो भयो बाटोमा लाइनमा कुकुर हिँड्छ कुकुर आएपछि बाटो खाली गरिदिनु बनाएर क्या यहाँनिर पुरै क्या कुकुरको लागि छुट्टै बाटो के हो यस्तो होइन है भयङ्कर छ कुकुरको लागि पनि बाटो खाली गरिदिनु पर्ने छुट्टै कुकुरको बाटो के हो यहाँको रुल्स भन्ने गाह्रो छ यिनीहरूको फोटोसुट कहिले सकिने हो थाहा छैन होइन म चाहिँ अब भिडियोस ब्लग मेरो सक्यो केही छैन हजुरहरूलाई आज कस्तो लाग्यो मैले धेरै सिनहरू त यताउति देखेन आफू पत्तर धेरै बोलेको मात्र देखाएको त मलाई थाहा छ हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट सेयर गर्नु होला च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नु होला थ्याङ्क यू फर वाचिङ